हेलो गाइस, नमस्ते। म हजुरहरूको विकास छेत्री। आज हामी चाहिँ गएको छौँ। हामी कहाँ भने हजुरहरू घन्टी नै घन्टी देखेर सायद हाम्रो तिनसुकियाको तिलिङ्गा मन्दिरको याद आउँछ होला, तर यो तिलिङ्गा मन्दिर चाहिँ होइन, यो हो हाम्रो क्षेत्रपाल बाबाको मन्दिर, यानी कि हाम्रो शिवजीको मन्दिर। हामी आज सोमबार नै थियो, त्यसैले क्षेत्रपाल बाबाको मन्दिरमा दर्शन गर्नको लागि दुबई गयौँ। पुगेर अब दोकानमा सानो अब भगवानलाई अर्पित गर्ने हामी थाली भेट जो प्रसादी अब जे यहाँ छ त्यस्तो चलन छ त्यस्तै हामीले लियौँ। अब लिएर अब हामी दर्शन पूजाको लागि अघि बढ्दैछौँ। यहाँ घन्टी नै छन्, यिनले चाहिँ घन्टी बजाइ गरिरहेछन्। हामी जाँदैछौँ। अब धेरै राम्रो लाग्छ यो घन्टी नै घन्टी देखेर। हाम्रो तिनसुकियाको तिलिङ्गा मन्दिरको नि याद आउँछ साह्रै। यहाँ क्षेत्रपाल बाबा भनेपछि यहाँ धेरै रहस्यमय पनि छ क्षेत्रपाल बाबाको। यहाँ चाहिँ नदीमा माछा प्राय निक्लिँदै गर्छ। यही हो हाम्रो क्षेत्रपाल बाबाको मन्दिरको। धेरै मान्छे थिए, लाइन लागिरहेको थिए। हामी लाइन लागेर पूजा गऱ्यौँ। पूजा गरिसकेर हामी यहाँ जल चढाउनु चाहिँ भित्रबाट छैन, त्यही लागि हामीले दुध चढायौँ पहिले, त्यसपछि हामीले जल चढायौँ। यहाँ बाहिरबाट चढाएपछि उहाँ मेन शिवजी जहाँ हुनुहुन्छ वहीँ जल चाहिँ पुग्छ अरे, त्यसैले हामीले पूजासुजा गऱ्यौँ। यो क्षेत्रपाल बाबाको रहस्य मैले यहाँ सुनेको अनुसार चाहिँ यो शिवजी यहाँ आफै उत्पत्ति हुनुभएको अरे। यहाँ उहिले ब्रिटिस भन्दा नि अगाडिको पालाको हो। यहाँ धेरैचोटि धेरै ब्रिटिसले त्यहाँबाट पुरानो कन्ट्र्याक्टर ठुलो यहाँ मकान बनाउनको लागि त्यति बेला सुनेको अनुसार चाहिँ धेरैजनाले यो शिवलिङ्गलाई हटाएर यो चिजलाई गर्न खोज्दाखेरि धेरै सर्पले आएर एकदम सपनीमा आएर के भन्छ उनीहरूलाई टोकेर बिसेर धेरै कुछ गर्दा पनि गर्न मतलब सकेन अरे। अनि एकवटा जिसिबी ड्राइभरले पनि यो जिसिबीले शिवलिङ्गसितै उठाउन खोज्दाखेरि त्यसको नि आकस्मक त्यति बेलै मृत्यु भएको अरे। अनि त्यही भएर यो क्षेत्रपाल बाबा विख्यात छ यहाँ भने धेरै हाम्रो जसको मनोकामना छ यहाँ घन्टीहरू पनि बाँध्छन् मान्छेले आएर। त हामीले यहाँ प्राय अब ठन्डीको टाइममा चाहिँ माछा धेरै निक्लिन्छ, तर आज चाहिँ माछा निक्लेन। यही हुन् हाम्रो शिवजी, भोले बाबा, क्षेत्रपाल बाबा। यहाँ आफै उत्पत्ति भएर यहाँ बसोबास गर्नुभएको हाम्रो भोले बाबा। तो क्षेत्रपाल बाबाको धेरै रहस्यमय छ, जसको मनको इच्छा पूर्ण हुन्छ आएर घन्टी बाँध्छन् यहाँ। त्यसैले जसको एउटा मन्नत माग्छन्, मन्नत मागेर घन्टीहरू सबैले बाँध्ने गर्दो रहेछन्। अनि हाम्रो तिनसुकियाको तिलिङ्गा मन्दिर जस्तै लाग्छ यहाँ, एकदम घन्टी नै घन्टी चारैतिर। अनि एउटा चाहिँ अगाडि नै धेरै ठुलो मन्दिर छ। अनि यहाँ बजरङ्गबलीको पनि दर्शन गऱ्यौँ, गणेश भगवानजीको नि दर्शन गऱ्यौँ हामीले। अनि यहाँ काली माको पनि दर्शन गरेर अनि लास्टमा अन्तिममा हामीले दुर्गा माको मुखमै गेटको थियो, दुर्गा माको दर्शन गरेर धेरै आशीर्वाद लिएर अब हामी चाहिँ बिदा लिँदैछौँ मन्दिरबाट। अब हेर्नुहोस् न यहाँ मन्दिर अगाडि चाहिँ क्षेत्रपाल बाबाकी चाहिँ यहाँ कति ठुलो घन्टी लगाउनु भएको छ अगाडि चाहिँ। अब जाँदाखेरि बजाएको थियो, तर आउँदाखेरि चाहिँ घन्टी नबजाउनु भन्छन् अरे। त्यही भएर हामी चाहिँ जाँदैछौँ। अब जय क्षेत्रपाल बाबा की जय।